अहिले क्यानभासमा सत्यमोनबा नयाँ चित्रकला प्रदर्शनी न्यागुदु बखुम्बाले दुगु लोक साहित्य परिषदीय भवने योङ पिकासुया गोशाले थुगु चित्रकला प्रदर्शनी सोमबा न्यागुखा चित्रकला प्रदर्शनी बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशिया फापाया चित्र त बोया तगुदु कलाको क्षेत्रमा कमसे कम यति नै के हुने त होइन, तर एउटा नौलख कुरो विद्यार्थीको निम्ति प्रेरणा पाउने र केही न केही यहाँका अरू केही साधन नभए पनि यो 5 औँलाले कलाकारले के गर्न सक्छ, चित्र कोर्न सक्छ। त्यो चित्र कोर्नमा पनि चित्रले पनि संसारमा एउटा आफ्नो कलाको क्षेत्रमा अलग धारको देन दिन सक्छ भन्ने कुरो एउटा ज्वलन्त उदाहरण हो। यसको नाम राखिएको छ योङ पिकासो। अब पिकासोको बारेमा यो को हो, के हो, किन पिकासो आयो भन्छ। योङ भनेको चाहिँ जवान हो, जीवनदार हो, कर्णधार हो, भावी स्रष्टाहरू हो, त्यो बुझिन्छ। यो पिकासो चाहिँ नबोल्नु। पिकासोलाई खास गरेर प्याब्लो पिकासो भन्छ। स्पेन्टरको हो, पछि फ्रान्समा आयो, कहाँ कहाँ बसे। तर यिनले युरोपमा यसरी हल्लायो कि यिनी धेरै कलामा क्षेत्रमा जे जति गर्नुपर्छ यिनले धेरै काम गरे। कलाको क्षेत्र यिनी कलाको क्षेत्र गर्दा गर्दा कलामा पनि एउटा बाढ जस्तै गरेर अनेक किसिमको बाढ, यथार्थवादबाट रियलिजममा आयो, इम्प्रेसनिजम, पोस्ट इम्प्रेसनिजम, यस्तै किसिम अनेक किसिम बाढ गर्दा 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 आजभोलि युरोपमा जुन एउटा भाव चित्रको लेखिएको एब्स्ट्र्याक्ट आर्टको जुन एउटा परिकल्पना आएको छ, एब्स्ट्र्याक्ट आर्टमा त्यो एब्स्ट्र्याक्ट आर्टमा चाहिँ मूर्तिहरू हुँदैन, कलरकै रङ्गकै विधानबाट अनेक किसिमका चित्रका भावनाहरू कोरिन्छन्। चित्रकला प्रदर्शनी उलेजा सोमबा ऊर्जा जलस्रोत दिसे सिँचाइ मन्त्री पम्पा फुसाल यानादिको खा अनि सतमनबालाई चाहिँ ठ्याक्कै चौधरीको भेषमा उहाँले चाहिँ अनि उहाँले एकदम ऊर्जाका रूपमा चाहिँ उहाँले चाहिँ ज्याजोले मन्त्री पुसाल बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशिया लागि थम व्यक्तिगत लिसे सरकार पाखे ग्वालियाको प्रतिबद्धता पुङ्का दिल। दुईटा अर्थबाट यो ज्यादै महत्त्वपूर्ण छ। एउटा हामी नेपाली, त्यसमा पनि ललितपुर, हामीले सत्यमोहन जोशी जस्तो एउटा युग पुरुष, शताब्दी पुरुष, शताब्दी प्लस पुरुष हामीले पाएका छौँ र संस्कृति सम्पदा सबैको हिसाबले, कला संस्कृति सम्पदाको हिसाबले एउटा आफैमा एउटा किताब, आफैमा एउटा दस्तावेज र हामी नेपाललाई अन्तर्राष्ट्रिय रूपमा समेत चिनाउने एउटा महत्त्वपूर्ण अभिभावना दाइले पुरा गर्नुभएको छ। म फेरि पनि दाइलाई, सत्यमोहन दाइलाई हार्दिक बधाई भन्न चाहन्छु र सँगसँगै
दाइले आफ्नो सम्पूर्ण जीवन त यसमा खर्चिनु भयो। हामीले थोरै थोरै सहयोग निर्वाचन क्षेत्र पूर्वाधार कोषबाट यो क्षेत्रको सांसद भएको कारणले कृष्णलाल मान्यज्यूले केही योगदान गर्नुभएको रहेछ। म यति बेला नेपाल सरकारको एउटा मन्त्रालय सम्हाल्छु। हामी केही न केही यसको लागि चाहिँ यो कला र यो लोक सङ्ग्रहालय यसको लागि चाहिँ केही फेरि सरकारको तर्फबाट केही न केही योगदान गर्नुपर्छ भन्ने मलाई भित्रबाट अनुभूति भएको छ र मैले त्यहाँ उठाउने कुराको पनि विश्वास गराउँछु। म यङ पिकासुया निर्देशक कलाकार अजय देसारिया सभापति तेजुको च्याछोले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानीय उपकुलपति गोपाल चित्रकार संघीय सांसद कृष्णलाल महर्जन ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी समाजसेवी निर्मला छेत्री प्रदर्शनीयतकया नवानादिगु ख सतमन बाया गु इम्पोर्टेन्स खा वो इम्पोर्टेन्स त चाहिँ चाहिँ उजागर याव लागि न चाहिँ सगो ठोन्याको हजुला चित्रकलाले यो को इभेन्ट जुई वो इभेन्ट गण ल्यान्डस्केप जुई गण गठन जुई तर ठो छगु अन्तर्राष्ट्रिय रूपमा वर्ल्डले पहिलो पटक नापाको छगु बालागु छगु कार्यक्रम चिसन झन्याको जुला ठठे जागो गुब्लेन चाहिँ छुन ख्वाया चित्र मुहार चित्र आटको जु खनमहरू 6 व्यक्ति एउटा 200 जना 400 जना आर्टिस्टसँग केरेना गु चित्र देखेको कार्यक्रम ख वो आटको जु गन रेकर्डको दु खनमहरू तर ढापाको जु कारण चाहिँ ठुकै पनि महत्त्व नचाहिने यो दु खन्डो निधन हजुको निक्कोगु राष्ट्रिय चित्रकला प्रतियोगिता इच्छोले देखुगु बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशिया ख्वापाया चित्र त प्रदर्शनी तया तगु ख उगु प्रतियोगिता मस्त नाप त दिपी कलाकार तेस बोतिकागु खासा उकी यातल्याया पिमसिगु चित्रकला प्रदर्शनी तया तगु दु प्रदर्शनी वैगु 25 गते शनिबार तक न्यायी यसमा यो शैलीको कारण के हो भने सलमान बाको क्यारेक्टर